रोल्पाको थबाङ, सुनचहरी र लुङ्ग्रीबाट आएका दुःखद खबरहरू सबैको कानमा परिरहेकै हुनुपर्छ। हालसम्मको अभिलेख अनुसार 17 जनाको विदारक मृत्यु भइसकेको छ। बेपत्ता हुनेहरू अझै भेटिएका छैनन्। आफन्तहरू अझै सास भेटिन्छ कि भनेर पर्खिरहेका छन्। राजनीतिक विद्रोह, प्राकृतिक विपद वा गाडी दुर्घटना जे घटना भए पनि रोल्पालीले निरन्तर सङ्कट बेहोर्दै आएका छन् इतिहासदेखि आजसम्म। अहिले निजामती प्रशासन र सुरक्षा फौज दुवैले हरेक दिन बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या टिपेर केन्द्रमा पठाइरहेका छन्। मलाई मान्छेको अमूल्य ज्यान अङ्कमा सीमित भएको देख्दा असाध्यै डर र पीर लाग्छ। नियति हो कि भनेर हात पुरपुरोमा राख्छु। केही महिना अघि मात्रै रोल्पामा भएको जीप दुर्घटनामा एउटै गाउँका 19 जनाले अनाहकमा ज्यान गुमाउनु पर्यो। 19 जना मानिस मात्र थिएनन्, 19 वटा परिवार थिए, 19 वटा संसार थिए, 19 वटा सपना पनि थिए, ती छिनेर गए। हामी तथ्याङ्कमा यति जनाको मृत्यु भयो, यति जना घाइते भयो भनेर गन्न सक्छौँ, तर कसैको काख रितिदाको पीडा कुनै तथ्याङ्कले भन्दैन, बताउन पनि सक्दैन। एउटा बच्चाले आमा बाबु गुमाउँदाको पीडा कुनै राहतको प्याकेजले मेटाउन पनि सक्दैन। जीवनसाथी गुमाउँदाको रिक्तता, एक्लोपन वा शून्यता कुनै क्षतिपूर्तिले भर्न सक्दैन, तिर्न पनि सक्दैन। मध्य वर्षातको समय छ, बाढी र पहिरोको त्रासदी निरन्तर छ, अझ बढ्दो क्रममा छ। कुनै पहिराले कुन बस्ती छिमल्ने हो, कुन बाढीले कुन बस्तीलाई भेलमा मिसाउने हो, यसै भन्न सकिँदैन। विपदमा को राहत बाँड्न गयो, कुन नेता गयो, कसको नेतृत्वमा सामग्री पुग्यो भन्ने कुरा त गौण हुन् सम्माननीय सभामुख महोदय। कुरा श्रेयको होइन, राज्यको उपस्थितिको, सान्त्वनाको हो, समानुभूतिको हो र सहानुभूतिको हो। हामीले भनेका छौँ यो सरकार नागरिकको सरकार हो। यदि साँच्चै नागरिकको सरकार हो भने नागरिकको दुःखमा राज्य देखिनुपर्छ, राज्य छ भने नागरिकले महसुस गर्नुपर्छ। सम्माननीय सभामुख महोदय, रोल्पा त परिवर्तनको इतिहास बोकेको जिल्ला हो, किल्ला हो। त्यसरी हेर्ने हो भने त यो जिल्ला नेपालकै शक्तिशाली र समृद्ध मध्येको जिल्ला बन्नुपर्ने थियो। परिवर्तनको सपना बोकेर हिँडेको जिल्लाले विकासको उदाहरण बन्नुपर्ने थियो। 10 वर्ष लामो सशस्त्र युद्धको ट्रोमाबाट त गुज्रिरहेका छन् त्यहाँका नागरिकहरू। अझ आधारभूत आवश्यकताको लागि नेता गुहार्नु परिरहेको यो कस्तो विडम्बना हो। आज पनि थोरै हावा चल्दा सदरमुकाममै बिजुली जान्छ र रोल्पा फेरि पनि अन्धकार बन्छ। सदरमुकाममा त हावा चल्दा बत्ती जान्छ। अन्य गाउँको अवस्था के भन्नु, कतै बिजुली पुगेको छैन, कतै नेटवर्क पुगेको छैन, कतै सडक पुगेको छैन, कतै स्वास्थ्य सेवा छैन, अरू के छैन भन्दै जाने हो भने रात पर्छ। फेहरिस त असाध्यै लामो छ सम्माननीय सभामुख महोदय। थबाङ जसको नाम सुन्दा इतिहास, विद्रोह र परिवर्तनको एकाएक ताजा भएर आउँछ। आज वार म्युजियम बन्नुपर्ने ठाउँ थियो। त्यहाँको इतिहासलाई विश्वले हेर्नुपर्ने हो, युवाहरूले बुझ्नुपर्ने हो।